घर उही छ, कोठा उही छ, झ्यालबाट देखिने बिहान उस्तै छ, तर केही कुरा फेरिएको छ। पहिले यही घरमा हाँसो गुन्जिन्थ्यो। बेलुका खाना खाने बेला सबै एउटै टेबल वरिपरि बस्थे। सानो कुरामा झगडा हुन्थ्यो, फेरि केही मिनेटमै मिलाप पनि। आज त्यही टेबलमा 2वटा मात्र प्लेट छन्। नेपालका हजारौं घरहरूको यो कथा हो। सपना पूरा गर्न, राम्रो शिक्षा लिन वा राम्रो भविष्य खोज्न छोराछोरी विदेशिन्छन्। उनीहरू गलत छैनन्। आमा बुबा पनि रोक्न चाहँदैनन्, किनभने हरेक बाबुआमाको सपना हुन्छ आफ्ना सन्तानले आफूले भोगेको दुःख नदोहोर्याउन्। तर समयसँगै एउटा दूरी बढ्न थाल्छ। पहिले भौगोलिक दूरी, त्यसपछि भावनात्मक दूरी। नेपालमा रात हुन्छ, उता बिहान। यहाँ चाडपर्व मनाइँदै हुन्छ, उता परीक्षा वा कामको दबाब। आमाले फोन गर्छिन्, बाबु खाना खायौ? आमा म मिटिङमा छु, पछि कुरा गरौँला। त्यो पछि कहिलेकाहीँ दिनौसम्म आउँदैन। बाबुआमा बुझ्छन्, उनीहरू गुनासो गर्दैनन्, तर कहिलेकाहीँ फोन काटिएपछि मोबाइलको स्क्रिनतिर केही बेर हेरिरहन्छन्। उनीहरूलाई पैसाभन्दा बढी तपाईको आवाज चाहिएको हुन्छ, उपहारभन्दा बढी तपाईको समय चाहिएको हुन्छ। विदेशमा रहेका छोराछोरी पनि सजिलो जीवन बाँचिरहेका हुँदैनन्। उनीहरू पनि सङ्घर्ष गरिरहेका हुन्छन्। पढाइ, काम, भाडा, बिल, भविष्यको चिन्ता, र कहिलेकाहीँ उनीहरू पनि आफ्नो कोठामा एक्लै बसेर घर सम्झिरहेका हुन्छन्। तर जीवनको दौडमा हामीले एउटा कुरा बिर्सिनु हुँदैन। आमा बुबा सधैँ हाम्रो प्रतीक्षा गरिरहेका हुन्छन्। एक दिन यस्तो पनि आउन सक्छ जब हामीसँग समय हुन्छ, तर उहाँहरूसँग नहोस्। त्यसैले यदि तपाईँ विदेशमा हुनुहुन्छ भने आजै एउटा फोन गर्नुहोस्। केही मिनेट मात्र भए पनि, आफ्नो उपलब्धि मात्र नभई आफ्नो मनको कुरा पनि सुनाउनुहोस्। किनभने सम्बन्धहरू पैसाले होइन, समयले जोगिन्छन्। दूरीले सम्बन्ध कमजोर बनाउँदैन, तर सम्पर्कको कमीले बनाउँछ। आमा बुबाको माया समय क्षेत्रले कहिल्यै रोक्न सक्दैन। हामीले मात्र त्यो मायासम्म पुग्ने बाटो खुला राख्नुपर्छ। फोन गर्नुहोस्, कुनै विशेष कारण नभए पनि, किनकि कसैको दिन तपाईको एउटा हेलोले सुन्दर बन्न सक्छ।